नमस्कार साथीहरू, स्वागत छ रोहित ट्रेडिङ हब युट्युब च्यानलमा। आजको भिडियोमा हामी नेप्सेका निकै चर्चित हाइटोबर सेक्टर एसकेएचएल सूर्यकुण्ड हाइटोबर लिमिटेडको चाहिँ पूर्ण टेक्निकल एनालाइस र फन्डामेन्टल एनालाइस र एसकेएचएलले चाहिँ पछिल्लो कारोबारमा चाहिँ करिबी 14.83 को चाहिँ शानदार उछाल देखिएको छ र यस्तो अवस्थामा धेरै लगानीकर्ताहरूको प्रश्न हुन्छ कि अब हामीले प्रफिट बुकिङ गर्ने कि बाई गर्ने भन्ने धेरै साथीहरूको चाहिँ व्हाट्सएपमा मेसेज आएको कारणले गर्दाखेरि मैले एउटा यसको बारेमा छोटो मिठो भिडियो लिएर आएको छु। भिडियो कस्तो लाग्छ लाइक कमेन्ट सब्सक्राइब गर्नुहोला। दर्शक महानुभावहरू, सर्वप्रथम एसकेएचएलले चाहिँ पछिल्लो कारोबारमा चाहिँ करिबी 14.83% को चाहिँ शानदार उछाल देखिएको थियो। अब लगानीकर्ताको धेरै प्रश्न रहेको छ कि यसमा बाई गर्ने कि प्रफिट बुकिङ गर्ने। यदि सर्ट टर्म ट्रेडर वा लङ टर्म इन्भेस्टर हुनुहुन्छ भने यो भिडियो तपाईँहरूको लागि चाहिँ युजफुल वाला हुनेछ। भिडियो अन्तिमसम्म हेर्नुहोला। दर्शक महानुभावहरू, सर्वप्रथम कम्पनीको परिचय दिउँ। सबैभन्दा पहिले यो कम्पनी छोटो जानकारी। एसकेएचएल चाहिँ नेपालको एउटा हाइड्रो पावर सेक्टर अन्तर्गत पर्ने कम्पनी हो। यो हाइड्रो पावर सेक्टर हो र नेप्सेमा चाहिँ सबैभन्दा पहिले चर्चामा रहेको सेक्टरमध्ये एक पनि हो। तपाईँहरूलाई मैले देखाए अनुसार आजको चाहिँ क्लोजिङ लगभग 1004 मा रहेको थियो भने अब आज चाहिँ 1004 मा क्लोजिङ भएको थियो भने अब हामीले यसलाई हेर्दाखेरि चाहिँ योभन्दा 52 हप्ताको अगाडिको हेर्दाखेरि चाहिँ लगभग 2069 पुगेको थियो भने लगभग 52 हप्ताको लो भनेको 274। अब यसको हेर्दा चाहिँ 1 वर्षमा ठुलो उछाल देखिएको छ र तपाईँहरूले पनि सेकेन्डरी मार्केटमा यो सेक्टरलाई बाई गर्नुभएको थियो भने तपाईँहरूले आफै विचार गर्नुहोला। र 52 हप्ताको हामीले प्राइसलाई हेर्दाखेरि चाहिँ 2069 थियो भने अनि 52 हप्ताको लोलाई हेर्दा चाहिँ 2084 छ। अब अहिलेको हाम्रो मार्केटको रेन्जलाई चाहिँ हेर्दाखेरि लगभग 1004 मा कारोबार भएर क्लोज भएको छ आज। अब सर्वप्रथम तपाईँहरूले यसमा यसमा ट्रेड वा इन्भेस्टर गर्नुभन्दा पहिला हेर्नुपर्ने हुन्छ कम्पनीको फन्डामेन्टल एनालाइस। फन्डामेन्टल एनालाइसमा चाहिँ तपाईँहरूले अब यो कम्पनीको फन्डामेन्टल एनालाइस हेर्नेछौँ र तपाईँहरूले पनि आफ्नो मोबाइलबाट कम्पनीको डाटा अनुसार चाहिँ तपाईँहरूले फन्डामेन्टल एनालाइस हेर्नु होला। सर्वप्रथम यो कम्पनीको इपिएस चाहिँ अहिले 4.37 रहेको छ भने नेगेटिभ इपिएस भएकाले यो कम्पनीको लागि प्रफिट भन्दा पनि लसमा गएको सङ्केत जनाएको छ। तर तपाईँहरूले यसको बुक भ्यालु लगभग 91.92 रहेको छ भने पिआरबी लगभग 10.92 पुगेको छ। साथीहरू, अहिलेको मार्केटको प्राइसलाई र कम्पनीको बुक भ्यालुलाई भन्दा धेरै ट्रेड भइसकेको छ र तपाईँहरूले ओपनिङ इन्कम लगभग 15.29 करोड रहेको छ भने यसको सेल्स इन्कम भनेको लगभग 17.17 करोड रहेको छ। तर यसको नेट प्रफिट भने चाहिँ नेगेटिभ देखिएको छ। तर तपाईँहरूले यो कम्पनीको लागि लङ टर्म पनि धेरै लङ टर्म लोन पनि देखिएको छ र तपाईँहरूले यसमा चाहिँ एनपिएल लोन रहेको छ र तपाईँहरूले लोन पनि देख्न सक्नुहुन्छ यस कम्पनीको लागि। र यसको अर्को हामीले हेर्नुपर्ने हुन्छ फन्डामेन्टल एनालाइस हेर्दा धेरै स्ट्रङ मिल्दैन। तर तपाईँहरूले हाइड्रो पावर सेक्टरमा चाहिँ के हेर्नु पर्यो भने रिजल्ट चाहिँ तपाईँहरूले हाइड्रो पावर सञ्चालन गर्दै राम्रो इन्कम हुँदै गयो भने यो कम्पनी निकै राम्रो बदलिन सक्ने सम्भावना रहेको छ। साथीहरू, सर्वप्रथम हामीले सर्ट टर्म इन्भेस्ट गर्दा चाहिँ सर्वप्रथम हेर्नुपर्ने भन्दा लङ टर्म इन्भेस्ट गर्दा पनि हेर्नुपर्ने हुन्छ सबैभन्दा पहिला टेक्निकल चार्ट। र टेक्निकल चार्ट हेर्दाखेरि चाहिँ हामीले सबैभन्दा पहिलो महत्त्वपूर्ण चार्ट टेक्निकल चार्ट हेरौँ। र लामो समयदेखि चाहिँ यसलाई डाउन ट्रेन्डमा चलिरहेको देखिन्छ। तर अहिलेको कारोबारलाई निकै ठुलो बुलिस क्यान्डल बनेको देखिन्छ। तपाईँहरूले पनि एक ग्रिन क्यान्डल देख्न सक्नुहुन्छ र क्यान्डल हाई भोल्युम सहित बनेको छ अहिले बुलिस क्यान्डल। तपाईँहरूले भोल्युम बढ्दै गयो भने बायर गर्ने मार्केटमा चाहिँ प्रवेश गरेको सङ्केत पनि धेरै साथीहरूको तपाईँहरूले यो क्यान्डल हेरे अनुसारले तपाईँहरूलाई यसमा भोल्युम बढ्यो भने चाहिँ मार्केटमा बाई गर्नेहरूको सङ्ख्या धेरै बढ्दै गरेको जस्तो देखिन्छ। तर एउटा क्यान्डलले मात्र हेरेर तपाईँहरूले बाई गर्नु चाहिँ जोखिम पनि हुनसक्छ र तपाईँहरूले बुझेर राम्रो खाले एनालाइज गरेर मार्केटमा अगाडि बढ्नु होला। अब यदि तपाईँहरू प्राइस 1000 भन्दा माथि टिक्ने सफल भयो भने तपाईँले त्यसको लागि चाहिँ रेजिस्टेन्स 1080 र त्यसको लागि त्यसपछि चाहिँ हामीले 1150 र त्यसपछि तपाईँहरूले 1200 देखि 1300 सम्म देख्न सक्नुहुनेछ। र यदि प्राइस फेरि 1000 भन्दा तल झऱ्यो भने सपोर्ट भनेको 960 देखि 980 को, त्यसपछि तपाईँहरूले 900 देखि 920 र यदि जुन नजिकै महत्त्वपूर्ण हुनेछ। अब हामीले चाहिँ यसको लागि चाहिँ अब यदि बाई टु सेलको लागि चाहिँ स्ट्राटेजी के हो त धेरै साथीहरूको क्वेसन रहेको छ। यदि तपाईँहरू सर्ट टर्म ट्रेडर हुनुहुन्छ भने प्राइसको पुल ब्याक भयो भने तपाईँहरूले 970 देखि 1000 को जुनमा चाहिँ सपोर्ट बनाउनु भने तपाईँहरूले इन्ट्री गर्न सक्नुहुनेछ। यदि स्टप लसको लागि चाहिँ 1040 देखि तल
तल चाहिँ राम्रो हुनेछ। यदि तपाईँहरू पहिलो टार्गेट भनेको 1080 र दोस्रो टार्गेट भनेको 1150 र तेस्रो टार्गेट भनेको 1150 यदि स्ट्रङ मोमेन्ट आयो भने तपाईँहरूले यदि पहिलो सेयर छ भने तपाईँहरूले 1080 देखि 1150 को नजिकमा चाहिँ तपाईँहरूले प्रफिट बुकिङ गर्न सक्नुहुनेछ। यदि साथीहरू तपाईँहरू लङ टर्म इन्भेस्टर हुनुहुन्छ भने यदि लङ टर्म इन्भेस्टरको लागि चाहिँ यो अझै इपिएस नेगेटिभ र नेट प्रफिट पनि नेगेटिभ रहेको छ। त्यसैले तपाईँहरूले एमाउन्ट इन्भेस्ट गर्नुभन्दा तपाईँहरूले चाहिँ अलिकति यो मार्केटको बारेमा र यो सेक्टरको बारेमा चाहिँ राम्ररी तपाईँहरूले बुझेर अलिक बिस्तारै तपाईँहरूले लङ टर्मको लागि तपाईँहरूले इन्भेस्ट गर्न सक्नुहुनेछ। साथीहरू मेरो व्यक्तिगत निष्कर्ष अनुसार तपाईँहरूले टेक्निकल एनालाइज SKHL को चाहिँ बुलिस सङ्केत देखिएको छ, तर फन्डामेन्टलको रूपमा चाहिँ यो कम्पनी सुधारिएको चरण छैन। त्यसैले सर्ट टर्म ट्रेडरले चाहिँ रिस्क म्यानेजमेन्ट सहितको ट्रेड गर्नु पर्ने हुन्छ भने लङ टर्म इन्भेस्टरले चाहिँ यो कम्पनीको आगामी फन्डामेन्टल रिपोर्ट हेरेर मात्रै तपाईँहरूले चाहिँ केही वेट गर्नुको लागि चाहिँ निकै राम्रो हुनेछ। दर्शक महानुभावहरू, यदि यो भिडियो उपयोग लागेमा तपाईँहरूले लाइक कमेन्ट सब्सक्राइब गर्नुहोला र रोहित ट्रेडिङ नेपाल युट्युब च्यानललाई तपाईँहरूले बेल आइकन थिचिदिनु होला। र यदि तपाईँहरू फेरि सेयर मार्केट सम्बन्धी कस्तो खालको भिडियो हेर्न चाहनुहुन्छ भिडियोमा कमेन्ट गर्नुहोला। धन्यवाद। फेरि पनि अर्को भिडियोमा नेप्स एनालाइजको भिडियोमा भेटौँला। आजलाई यति नै। थ्याङ्क यू सो मच।